सजल जलद नीलम दर्शितो दारशीलम करतलधृतशैलं वेणुवाद्येरसालं व्रजजनकुलपालं कामिनी केलिलोलं तरुणतुलसीमालं नौमि गोपालबालम् ब्रजे वसन्तं नवनीतचौरं गोपाङ्गनानां चदुकूलचौरम् अनेकजन्मार्जितपापचौरम् चौराग्रगण्यं पुरुषं नमामि नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। आनंदकंद भगवान को सप्ताह ज्ञान महायज्ञ को पूर्व प्रसंग में भक्ति महारानी द्वारा भगवान का अनन्य लीलाहरूलाई श्रवण गर्न हरिद्वार पुग्नु भएको प्रसंग र भगवानले जब भक्ति आउनुभयो आफ्नो लोकलाई गोलोकलाई त्यागेर भक्तहरूका हृदयमा आएर बस्नु भएको प्रसंग श्रवण गर्यो। आविवेश स्वभक्तानां हृदयान्यमलानि च एकाएक आएर भक्तहरूका हृदयमा भगवान बस्नु भएको थियो। त्यस्तै ब्राह्मण आत्मदेव उहाँकी धर्मपत्नी धुन्धुली धुन्धुकारी अनि गोकर्णको प्रसङ्गलाई पनि सुनाउनु भएको थियो। तुङ्गभद्रा नदीको पूर्व तटमा बस्ने ती ब्राह्मणको सन्तान नभएका कारण सन्तान प्राप्ति हेतु सरोवरमा दुखी भएर बसेका बेला यतिले उपदेश गर्नुभएको थियो। सन्तले फलको प्रसाद दिनुभयो, फलमा विश्वास नभएका कारण त्यो फल गाईलाई खुवाइन्। अन्ततः गाईबाट गोकर्णको प्राप्ति भयो। आफ्नी बहिनीको पुत्र धुन्धुकारीलाई उनले लालन पालन गरेर हुर्काइन्। तर त्यो धुन्धुकारीका व्यवहारले गर्दा आत्मदेवले घर छोड्नु पर्यो र गोकर्णजी जब तीर्थयात्राबाट आउनुभयो त्यति बेला गोकर्णजीले आएर पिताजीलाई श्रवण गराउनु भएका यी सबै प्रसङ्गलाई हिजो बेलुका हामीले साँझ श्रवण गरेका थियौँ। अब हामी 5औं अध्याय आजको अन्तिम अध्याय र सप्ताह ज्ञान महायज्ञको अन्तिम रात्रिमा यो 5 अध्यायलाई श्रवण गर्छौँ। देहे स्थिमां सरुधिरे भीमतिं त्यजत्वं जाया सुतादिषु सदा ममतां विमञ्च पश्यानिशं जगदिदं क्षणभङ्गनिष्ठं वैराग्यरागरसिको भवभक्तिनिष्ठः। हे पिताजी, यो शरीरलाई एक दिन छोड्नुपर्छ। हड्डी मासु र छालाद्वारा बनिएको यो शरीर अब यो एक दिन छोड्नुपर्ने हो। संसार, यो परिवार, पत्नी, हजुरकी हाम्री आमा, हामी छोराछोरी सबैलाई क्षणभङ्गुर सम्झिनुहोस् र वनमा गएर बस्नुहोस्। यसरी पिताजीले उपदेश पाउनुभयो गोकर्णजीबाट। गोकर्णजीले पिताजीलाई वनमा पठाउनु भयो, आफू तीर्थयात्राका लागि फेरि निक्लिनुभयो। गोकर्णजी गइसकेपछि त्यो घरका मालिक भए धुन्धुकारी
अनि घरमा उनको बानी थियो बिजुली शरबत खाएर आउने, यता जाने उता जाने, अरू अरू कार्यहरू गर्ने, चोरी आदि गर्ने, चोर्नमा संलग्न हुने। घरमा आएर आमालाई भनेछन्, पितर यो परते तेन जननी ताडिता वृषम पवित्रम तिष्ठति ब्रूहि अनिश्चेलतया नचे। आमा, पिताजीले लुकाएर राख्नु भएको त्यो धन कहाँ छ? मलाई त्यो दिनुहोस्, अन्यथा म यो बल्दै गरेको अगुल्टाले तपाईँलाई दिन्छु भनेर जुरुक्कै उठाएछ हातमा। तातो अगुल्टो बल्दै गरेको जुरुक्कै उठाएर हान्न लाग्दा धुन्दुली त्यहाँबाट भयभीत भएर भागिन्। भयभीत भएर भागेकी धुन्दुली जाँदै गर्दा अगाडि एउटा इनारमा खसेर आफ्नो जीवन समाप्त गरिन्। कूपे पातकृतो रात्रौ तेन सा निधनं गता। तिनले इनारमा झरेर आफ्नो जीवन अथवा इनारमा फाल हानेर आफ्नो जीवनलाई समाप्त गरिन्। कहिल्यै पनि सत्सङ्ग गरेकी थिएनन्। सत्सङ्ग नगरेका कारण उनलाई बाँच्ने आधार पनि थाहा थिएन। बहिनीको छोरो हुर्काएर बढाएर खुवाएर प्याएर त्यतिको बनाइन्, अन्त्यमा मृत्युको कारण उही बन्यो। अब त घरको मालिक धुन्धुकारी भए। 5 जना पढ्ने वधुसँग उनको सम्बन्ध थियो। 5 जनालाई लिएर घरमा आए। गोकर्णजीको न सुख न दुःख, न कोही शत्रु न मित्र, तीर्थयात्रामा जानुभएको थियो। सधैँभरि दिनमा राम्रा लुगा लगाएर सहर पस्ने, रात्रिमा सहरमा चोरी गर्ने, चोरी गरिसकेर घरमा आउने 12-1 बजे बनाएर राखेको भोजन खाने। चौर्यम करोत्यसो नित्यम मतो राजा ग्रहिष्यति। ती 5 जना पण्यवधुहरूले सल्लाह गरेछन्, यसले चोरी गरेर सम्पत्ति लिएर आउँछ, त्यो ल्याएको सम्पत्ति यहाँ राख्छ, अनि राखेपछि भोलि राजाका दूतहरूले आएर, सिपाहीहरूले आएर हामीलाई समातेर लान्छन्। अनि हामीले कुन चाहिँ यहाँ चोरीमा संलग्न हुन यसलाई साथ दिएका छौँ, बरु यसको धन जे जति छ त्यो सबै हामी भाग गरौँ। भाग गरिसकेर जब आफ्नो आफ्नो धन भाग हुन्छ, मारयिष्यति निश्चितम, यसलाई मारिदिनुपर्छ भनेर सल्लाह गरे। सबैको एउटै भाषा भयो। विवाह गरेर ल्याएकी पत्नी थिएनन्। 5 वटी पत्नी जसलाई ल्याएको थियो उनीहरूको भाषा एउटै भयो। त्यतिखेर घर त्यो सिमेन्टेड रहने रहेछ, काँचो माटोको घर रहेछ। रात्रिमा आयो, भोजन गराए। भोजन गराइसकेपछि ऊ सुत्न गएछ। सुतेपछि ऊ मजाले निदायो। अघिदेखि खाटका खुट्टामा लगाएका डोरी कसैले घाँटी बाँधे, कसैले हात बाँधे, कसैले गोडामा बाँधे, मरेन। नमरेपछि यिनीहरूले विचार गरे, अब यो यसै त मर्दैन, बाँची गयो भने हामीलाई पनि छोड्दैन, बरु यत्रो बेर आगो तापेर बसेका थियौँ, यो बल्दै गरेको अङ्गार नै यसका मुखमा लगाइदिनु पर्छ। तप्ताङ्गार समूहांस तन्मुखे हि विजिक्षिपो अग्निज्वालाति दुःखेन व्याकुलो निधनं गतः। बल्दै गरेको त्यो अघि आमालाई हान्छु भनेको अगुल्टो ठोसेर झरझर परेका कोइला ल्याए, मुखमा हालिदिएछ। कल्पना गर्नु त कति पीडा भयो होला। मुखमा कोइला बस्दा कति पीडा भयो होला। कल्पना मात्रै गर्दा पनि पोल्छ। धुन्धुकारीका मुखमा ती कोइला लगाइदिए। अब छटपटायो, अत्यन्त छटपटाएर अग्निज्वाला अति दुखेन, त्यो अग्निको तापले गर्दा अत्यन्त पीडित भएर व्याकुल भएर मर्यो। मरिसकेपछि उसको मुक्ति भएन। सुत पौराणिक सौनक आदि ऋषिहरूलाई भन्नुहुन्छ, प्राय स्त्रीहरू साहसी हुन्छन्, यिनीहरू पनि साहसी रहेछन्। अनि गाउँका मान्छेले सोध्न थाले भोलि पर्सिपल्टि भयो। अब बोल्दा धेरै भाँती पार्नु पर्थ्यो, नभए ढुङ्गाले पक्कै दिन्थ्यो। माथि माथि बसिराखेको हुन्थ्यो, ढुङ्गाले हानिहाल्ने। श्रीमान धुन्धुकारीजी घरमा हुनुहुन्न जस्तो लाग्यो।
कहीँ जानुभएको छ कि भनेर सोधेछन्। भित्र बसेका देवीहरू अब कतिजना छन् थाहा छैन, भित्र बस्न मिलेन। हाम्रा त परदेश जानुभएको छ कमाउनलाई, केही समय पश्चात फर्केर आउनुहुन्छ भनेर भनेछन् होला भनेर गाउँकाले विश्वास गरे। तर उनीहरूले धुन्धुकारीलाई त्यहाँ खाल्डो खने मजेरीमा खनेर पुरिदिए, माथिबाट लिपेर त्यहीँ बस्न थाले। आज एउटी गई, भोलि अर्की गई, पर्सि अर्की गई, भए जति सम्पत्ति सबै भेला पारेर 5 जनाले त्यो घरलाई छोडे। धुन्धुकारीका महान कुकर्मले गर्दा उसले वायुको रूप भएर चारैतिर हिँड्न थाल्यो। अन्ततः प्रेतत्वमा प्रवेश गर्यो उसले। जब प्रेतत्वमा प्रवेश गर्यो, जाडो धेरै हुन्छ, गर्मी धेरै हुन्छ, निराहार पिपासित। प्रेत भनेको कस्तो हुन्छ भने पेट ठुलो, टाउको पनि ठुलो। घाँटीमा उसले पानी लगायो भने 1 चम्ची पानी खान 10 दिन लाग्छ उसलाई। मतलब यहाँको छिद्र हुन्छ, अन्न नली, त्यो चाहिँ एकदमै सानो हुन्छ, भित्र छिर्दैन पानी। तिर्खा कति लागेको हुन्छ, तडपिरहेको हुन्छ, तर पानी खान पाउँदैन। पानी खान पाए पनि मिल्दैन, निल्नै सक्दैन। त्यो प्रेतत्वको योनिमा पुगो। वायुले 10 दिशामा घुमाउन थाले। के गर्ने त अब? हा नलेबे शरणम क्वापी हादैबे ती मोहर मोर। बारम्बार हे दैव, मैले नचाहँदा नचाहँदै पनि आज प्रेतत्वमा पुगेँ, अब मेरो मुक्ति गरिदेऊ। अनाथ भएँ म, मेरो कोही छैन भनेर राति राति विचरण गर्न थाल्यो। हामी भन्छौँ नि, हिँड्दाखेरि फलाना ठाउँमा तर्सायो भन्छौँ। अलि झ्याममा रुख परेको, अलि कालो कालो भएको ठाउँ देख्यौँ भने, खोला खोल्सी देख्यौँ भने तर्सायो भन्छ। तर्साएको होइन, उसको भाषामा ऊ बोलेको, हामी चाहिँ तर्सेका। त्यो उसले बोलेको भाषा नबुझेर हामी चाहिँ तर्सेका हौँ। चाइनिजले आएर नेपालमा चाइनिज बोल्दा बुझिन्छ? ख्याङ खुङ कुङ कुङ गर्छ। अब के गिटार बजाएको हो कि बोलेको हो? त्यो चाइनिज बोल्दा तर्से जस्तै उसको पनि भाषा नबुझेर हामी तर्सिएका। उसले कुन भाषा बुझ्छ त भन्दा केवल यो मात्रै बुझ्छ। यो संस्कृतमा जति लेखिएको छ त्यो मात्रै बुझ्छ। देव भाषा भनिन्छ संस्कृतलाई। त्यो देव भाषा बुझ्छ। अन्ततः गोकर्णजी तीर्थयात्राबाट आउनुभएछ। थाहा भयो आज हाम्रा घरमा कोही पनि छैन, मातापिता त हुनुहुन्न, दाजुको पनि मृत्यु भयो अरे भन्ने जानेर गयामा श्राद्ध गरेर आउनुभएको। आएर आफ्नो आसन राख्नुभएछ। आसन राखेर बस्नुभएको, कोही बेला अग्निका रूपमा, कोही बेला राजाका रूपमा, कोही बेला बाख्राका रूपमा, कोही बेला अरू केहीका रूपमा, यसरी अनेक रूपमा आउन थाले। आउँदै हेर्दै गोकर्णो धैर्य संयुतः, गोकर्णो धैर्य संयुतः, धैर्यताका साथमा गोकर्णजीले सहनुभयो। यो बोल्न जान्दैन, सक्दैन, यसको स्वभावै यस्तै हो, प्रेतत्वमा गएछ भनेर विचार गर्नुभयो। को हौ तिमी? यो राति कहाँबाट आएका? 10 दिशामा के गर्दैछौ? राक्षस हौ तिमी? प्रेत हौ, पिशाच हौ भनेर सोध्नुभयो। म यो हुँ भन्न सकेन, रुन थाल्यो। कमण्डलुको जल उठाएर छर्किदिनु भएको थियो, बोल्न थालेछ। अहम भ्राता त्वदीयोऽस्मि धुन्धुकारीति नामत स्वकीयेनैव दोषेण ब्रह्मत्वं नासितं मया। म धुन्धुकारी नाम गरेको हजुरको दाजु हुँ हे गोकर्ण। मेरै कर्मले गर्दा मैले आज यो अवस्था प्राप्त गरेँ। कर्म पनि कति निकृष्ट गरेछु, कति साना गरेछु। आखिरी मैले पाएको जीवन स्वतन्त्र थिएँ। आज वाताहारेण जीवामी दैवाधीन फलोदया। दैवका अधीनमा छु, मुक्ति होला कि नहोला थाहा छैन। वायु खाएर बाँचेको छु। कस्तो दुःखदायी जीवन छ हेर्नु त। तपाईँ हामीलाई यति सरलता छ, यति राम्रो पण्डाल बनाइदिएको छ, मुनि प्लास्टिक हालेको छ चिसो लाग्छ भनेर, माथि कार्पेट छ, घुँडा दुख्छन् भनेर कुर्सी लगाइदिएको छ, फोटो नराम्रो आउँछ भनेर झालर लगाइदिएको छ माथि। हेर्नु त उँभो। त्यति गर्दा पनि सुत्न बितो भन्दा हामी आधी चाहिँ गइसक्यौँ। किन भन्दा निन्द्रा नपुगेर। जीवनमा 100 वर्षको आयु हुन्छ, 50 वर्ष सुतेर बित्छ। र यो 50
त्यो 50मा 5 वर्षसम्म सुतेरै बित्छ थाहै हुँदैन। कतिपल्ट ओछ्यान चिसो पारियो, कतिपल्ट त्यहीँ सुतिरहियो। रहेको 45 वर्षमा 5 वर्षबाट 25 वर्षसम्म पढ्नु पर्यो। 5 वर्षबाट 25 हुँदा 30 वर्षको भइएछ। बचेका 20 वर्षमा विवाह गर्ने, छोराछोरी जन्माउने, धर्म गर्ने, पुण्य गर्ने, होइन, तीर्थ गर्ने। त्यति गर्दा पनि निद्रा चाहिँ पुग्दैन। त्यो कामना हो क्या, कल्पना। साह्रै ठोक्यो, साह्रै दुःखो भन्नुभयो भने दुखेको दुखै गर्छ। यस्तो केही पनि होइन, भइहाल्छ नि अलिअलि भन्नु, पचेको पचेको स्वभाव। मस्तिष्क चाहिँ हाम्रो सोचाइबाट चल्ने हो। उसले के भन्दैछ भनेर उसका चलाइमा चलियो भने चाहिँ चल्दैन। आफूले सोचेर उसलाई चलाउने। दुखेको छ भन्नु भने दुखी नै रहन्छ। बिचरा यस्तो अवस्थामा गोकर्णजीलाई भन्छ, के गर्नु, तिमीले गयापिण्ड गरिदिए पनि मेरो मुक्ति हुँदैन। एउटा गयापिण्डले कहाँ हुन्छ र गोकर्ण, 100वटा पिण्ड गर्दा पनि मेरो मुक्ति हुँदैन, किनकि मैले त क्रूर पाप गरेको छु। हामीले यहाँ पनि यहाँ बाँस राखेका छौँ नि, एउटा त्यो बाँस चाहिँ नराख्दा पनि भागवत चाहिँ हुन्छ। वर्षमा 5वटा भागवत नेपालमा भयो भने 7वटा भागवत म इन्डियामा भन्छु। मारवाडी समाजमा बाँसै राखिँदैन, तर पनि पितृको मुक्ति हुन्छ। धुन्धुकारी पात्र भनेको त्यति बेला थियो, अहिले छैन। अनि त्यति बेला सुक्खा बाँस हुन्थे, अहिले पनि यहाँ सुक्खा नै छ, च्यातेर हेर्नुहोस् पण्डाल बनाएको। काँचो बाँस हुँदा त्यसमा किरा लागेर भित्र पानी भरिन्छ। पानी भरिएपछि त्यो बाँस काटेर ल्याएपछि सुकेपछि त्यहाँ हावा बस्छ। त्यो नैसर्गिक कुरा हो, साधारण कुरा हो। उसले बस्ने ठाउँ नपाएर त्यहाँ गएर बसो। उसले गरेका जस्ता कर्म थिए त्यस्ता कर्म हाम्रा पितृले गरेनन्। त्यसैले पितृलाई हामीले देवताभन्दा अलिकति होचो ठाउँ दिएर राखेका छौँ, यहीँ राखेका छौँ। त्यो जुन बाँस राख्यो त्यो चाहिँ श्राद्ध गर्ने बेलामा बिरालो नभएर खोजेर ल्याएर बाँधे जस्तै हो। बाँस नहुँदा पनि फरक पर्दैन, किनभने हाम्रा पितृ त्यहाँ जाँदैन, यहाँ आउँछन्। यस्तो कुकर्म गरेकै छैन उसको जस्तो। दिनान धानाम प्रपीडक, हाम्रा हजुरबा काका बाले आँखा नदेख्नेलाई कुवामा ठेलेर धक्का दिएर पठाउनु भएको त छैन। त्यसैले हे गोकर्ण, मेरो यो अवस्था भयो, मलाई कुनै न कुनै उपायद्वारा यो प्रेतत्वबाट मुक्ति दिलाइदेऊ भनेर भन्छन्। धुन्धुकारीका शब्द सुनेर गोकर्णजी भन्नुहुन्छ, म त रात्रिमा अहिले भर्खरै आएको हुँ, धेरै थाकेको छु, आराम गर्छु, बिहान म तिम्रा लागि उपाय बताउँछु, बिहान आउनु भन्नुहुन्छ। प्रातःकाल स्नानादिबाट निवृत्त हुनुभयो, सन्ध्यावन्दनबाट निवृत्ति हुनुभयो। सन्ध्यावन्दनबाट निवृत्त भएर गोकर्णजीले भगवान् सूर्यलाई अर्घ्य गर्नुभयो अनि भगवान् सूर्यलाई स्तम्भन गर्नुभएछ। हे सूर्यनारायण, कोही जीव मनुष्य मात्र प्रेतत्वमा गयो भने त्यसका मुक्तिका लागि के गर्नुपर्छ भने सूर्यनारायणले भन्नुभयो, श्रीमद्भागवतान् मुक्ति सप्ताहं वाचनं कुरु इति सूर्यवच सर्वैर धर्मरूपम तु विश्रुतम। भगवान् सूर्यले भन्नुभयो, सप्ताह विधिले भागवतको आयोजना गर, त्यो प्रेतत्वको नष्ट हुन्छ। प्रथम स्कन्धबाट 12 स्कन्धसम्मका ती सबै कथाहरू सुनाइदिनु, पाठ पनि सुनाउनु। धेनुजो भनेका गोकर्णले त्यो सप्ताह विधानले श्रीमद् भागवतलाई श्रवण गराउनु भयो। पहिलो दिनको कथा पूर्ण हुँदा त्यो बाँसको आँखो फुटो पहिलो, दोस्रो दिनको कथा पूर्ण हुँदा दोस्रो फुटो। एवं सप्तदिनश्चैव सप्तग्रन्थि विभेदनम, 7वटा आँखा भनेको 7वटा घर, आँखा चाहिँ 8वटा, घर चाहिँ 7वटा भएको त्यस्तो बाँसमा बसेको धुन्धुकारी अन्ततः त्यो बाँसबाट निक्लिएर भागवतजीलाई दण्डवत गर्दै ननाम भ्रातरम सद्यो गोकर्ण मिति चाब्रवित, आफ्ना भाइलाई प्रणाम गर्दै दण्डवत गर्दै, धन्न छन् यी भागवत जसले प्रेतको पीडालाई नाश गरिदिन्। आज भगवान् कृष्णका कथा श्रवण गर्नाले मैले प्रेतत्वबाट निवृत्ति पाएँ।
उसले के गर्थ्यो दिनभरि कथा सुन्थ्यो बेलुका चिन्तन गर्दो रहेछ भगवान्का ती लीला भए यसरी यस्तो भयो भनेर। तपाईँ हामी चाहिँ कथा सुनुन्जेल चाहिँ भित्र मरिमरि बसेर सुने जस्तो गर्छौँ। अघि उहाँ आउने हाम्रा ब्रह्मचारीले भने जस्तो कथा यहाँबाट निक्लिँदा छोड्दै जान्छौँ, एउटा कानबाट सुन्छौँ अर्काबाट यतै छोड्दै। त्यो गुरुको काम पो त भन्ने, हामी त त्यत्तिकै आएका भनेर त्यसै भन्नुहुन्थ्यो उहाँले। गुरुको काम त त भन्न आएका हुन्, बोल्न आएका हुन्, यो कामै त्यही हो भनेर यता देब्रेबाट सुन दाहिनेबाट छोड्दै यतै छोडेर पण्डालभित्रै बाहिर त्यो गेटबाट उता निक्लिँदा कथाको थाहै छैन के भने गुरुले भन्न त भन्दै थिए, के हो खै भने जस्तै पाराले सुत पौराणिक सौनकादिक ऋषिहरूलाई भन्नुहुन्छ। आज गोकर्णजीले धुन्धुकारीलाई आशीर्वाद दिनुभयो, सोध्नुभयो किन अरूको मुक्ति भएन भन्दा मैले चाहिँ यसरी कथा श्रवण गरेँ, चिन्तन गरेँ, मनन गरेँ, त्यसकारण भगवानको कृपा भयो। अब विश्वास गर्नुभयो गोकर्णजीले, सम्पूर्ण गाउँवासी नगरवासीलाई बोलाएर पुनः नवमी तिथिबाट गोकर्णजीले अर्को श्रीमद् भागवतको आयोजना गर्नुहुन्छ र अर्को श्रीमद् भागवतको जब आयोजना गर्नुहुन्छ त्यति बेला सम्पूर्ण गाउँवासी नगरवासीलाई लिएर गोकर्णजी भगवानका धामतिर जानुहुन्छ। जसरी भगवान श्रीरामले अयोध्यावासीलाई लिएर आफ्नो धाम जानुभएको थियो। भगवान रामको धाम के हो थाहा छ? हजुरहरूलाई थाहा छ? भगवान रामको धामको नाम थाहा छ कसैलाई? यहाँ साकेत जाने, साकेतः पुरवासिन। भगवान रामको नाम एउटा नाम हो साकेतः पुरवासिन। राम रक्षा स्तोत्रमा आउँछ भगवानलाई श्री साकेतका वासी भनिन्छ। साकेत जाने बेलामा भगवानले सम्पूर्ण अयोध्यावासीहरूलाई त्यो आफ्नो विमानमा राखेर लिएर जानुभएको थियो। त्यस्तै आज गोकर्णजीले सम्पूर्ण ग्रामवासी नगरवासीलाई लिएर भगवानको धाम जानुभयो। इतिहासमिमं पुण्यं साण्डिल्योऽपि मुनीश्वर पठते चित्रकूटस्थो ब्रह्मानन्द परिप्लुतः। यो इतिहास चित्रकूटमा बसेर आज पनि सन्तले साण्डिल्य मुनिले व्याख्या गरिरहनु भएको छ। जसले आफ्ना पितृहरूको श्राद्धका समयमा, श्राद्धका दिन पितृलाई सिधा दिइसकेपछि पितृसुक्तम पठेत भन्छ किताबले। सिधा गरिसक्नुभयो, पितृसुक्तको समयमा ब्राह्मणलाई यति केही खुवाएर, चिया पानी के खानुहुन्छ मुखजुठो गराएर अब यो श्रीमद् भागवतको महात्म्यको 4 र 5 अध्यायलाई पाठ गराउनुपर्छ। त्यस्तो यहाँ लेखिएको छ है। अब भ्याउनु नभ्याउनु गुरुको कुरो हो, चाहिँ भनेको मात्रै हो। आख्यानमेतत् परमं पवित्रं श्रुतं सकृद्दै विदहे गघौघं श्राद्धे प्रयुक्तं पितृतृप्तिमावहे नित्यं सुपाठाद पुनर्भवं च। प्रत्येक दिन पनि यसको पाठ गर्न सकिन्छ। पितृहरूका श्राद्धका तिथिका दिन यो पाठ गर्नु अत्यन्त राम्रो भएर जान्छ भन्दै सुत पौराणिक सौनकादिक ऋषिहरूलाई श्रीमद् भागवतका 6वटा महात्म्यका अध्यायहरूमध्ये 5औं अध्यायलाई आज 6औं दिनमा विश्राम गर्नुहुन्छ। भक्तवत्सल भगवानको